बीचमा पाल भएको 4 पैसाको सिक्का देख्ने बित्तिकै बाल्यकाल सम्झना आउँछ। आजका छोराछोरी र नाति नातिनीले त यस्तो पनि पैसा हुन्थ्यो र भनेर आश्चर्य मान्छन्। म सानो हुँदा यहीँ 4 पैसाको सिक्का बोकेर पिपरमिन्ट र पुस्तकारी किन्न जान्थेँ। हाम्रो टोलको मभन्दा 4-5 वर्ष कान्छो एउटा साथीले त यस्ता सिक्काहरू मोटो धागोमा उनेर घाँटीमा माला नै लगाउँथ्यो। घर वरिपरि खेल्दै जाँदा एउटा सिक्का निकालेर खर्च गर्दै गयो। अन्तिममा माला नै रित्यो भनेर अहिले पनि हाँस्दै सुनाउँछ। यस्तो बीचमा पाल भएको सिक्का नेपालमा मात्रै होइन, जापान, चीन, डेनमार्क, नर्वे, पपुवा न्युगिनी जस्ता देशहरूमा पनि चलनमा थिए। जापानमा त आज पनि केही पाल भएका सिक्का प्रचलनमै छन्। नेपालको यो 4 पैसाको पाल भएको सिक्का विक्रम सम्वत 2012 सालमा प्रचलनमा आएको मानिन्छ। यसको तयारी भने राजा त्रिभुवनकै शासनकालमा सुरु भएको थियो। दोस्रो विश्वयुद्धपछि सङ्कलन गरिएका पित्तलका गोलीका खोक्का पगालेर सिक्का बनाउने योजना भएका भूगोलमा देख्न पाइन्छ। साथै बीचमा पाल राख्नुको कारण धातु बचाउन राखिएको भन्ने उल्लेख पाइन्छ। तर सिक्का तयार भएर बजारमा आउँदासम्म राजा त्रिभुवनको निधन भइसकेको थियो। त्यसैले यसलाई त्रिभुवन कालमा तयार भएको तर महेन्द्रको शासनको सुरुवाततिर चलनमा आएको सिक्का पनि भन्ने गरिन्छ। भनिन्छ यो सिक्का केवल 1 वर्ष मात्र निष्कासन भयो। तपाईँले पनि यस्तो 4 पैसाको सिक्का खर्च गर्नुभएको थियो? तपाईँको घरमा अझै यस्तो सिक्का छ? आफ्नो सम्झना कमेन्टमा अवश्य लेख्नुहोस्।